आई ती कृष्ण भदा खोज नि कहाँ आज धेरै काम थियो ठुलो एउटा ठुलो पर बाढी गोड्नु पर्ने थियो त्यो बाढी गोडिएन आज खोइ कहाँ गयो त्यहाँ खोइनालाई राम्रो गरी गरे लाग्दो भइगयो एक कुरो पर त्यो सबै यो गाउँै घुमिगयो यो गाउँ कहीँ भेटाउँदैन ऊ माथि दलितपाडा गएँ माथि थापा गाउँ गएँ ढोकापाडा गएँ माथि ढोकापाडा कटेल गाउँ बदेल चौडा सबै गाउँ गएँ खोजानी त्यो बाढी गोड्नु पर्ने थियो त्यो बाढी क्यारी गोड्ने खोजानी अब एक्लै गोड्नु पर्यो खोजानी कहाँ गयो अहिलेसम्म त्यो कहीँ भेटाउँदैन यो हाक भनेर हाम्रो बिग्रेको नानो हाक खाना भन्ने भइरहेको थियो खोजानी क्या हुने यहाँ छाडा यो छाडा बस्नु खोजानी कहाँ जाँदा केही सम्झाए पनि मान्दैनन् केही पनि मान्दैनन् यो के कास क्यारी यो के कट्याङ क्यारी गयो खोजानी यो हजुर गोड्न लागिहाल्नु भयो म आएँ थिएँ त भर्खरै गोड्ला भने हजुर गोड्न लागिहाल्नु भयो है म सँगै गोडमलाई रोक्नु त अब एकछिन अहिले हामी कहाँ गएको थियो त अहिले हामी यार म त्यत्रो गाउँ गएर लोडे खोजेँ कहीँ पनि भेटाएन मैले तमी कस्तो पागल मान्छे भयो यार तमी यार अलि छिटो गोडौँ यो खाका खाउँला यताउति गरौँला भन्ने अलिकति दिमाग छैन खोपडी छैन यार ल आऊ भटपट गोडौँ अब भइगयो ल त्यसो भने म गोड्न लाग्ने त हजुर त्यो गोडम त म गोडी जाँ ल गोडे अब गयो गोड्नु पनि लास्टै गाह्रो रहेछ के गरौँ खनाउँ गर्नु बाउजी ल्याउन खनाउँ अन्त खनाउन गोडी ल्याउँ भनौँ गरौँ तमी पागल मान्छे भयो यार यो कहाँ गोड्ने यति राम्रो हाक छ यो हाक भयो अनि गोडेर हुन्छ यो भोलि हाक खाने पागल मान्छे हो हेट भाग जेन भाग मलाई बचाउनु खालि म गोड्छु हेलो गाइज कमेन्ट चाहिँ कस्तो लाग्यो पार्ट 2 मा भेटौँला है गाइज।